यात्रा चाहिँ हाम्रो प्रगति स्कुलसम्म छ। फेरि हामी चटपटे पानीपुरी चिया खाँदैछौँ। हामीसँग आया के भइरहेछ नाम राख्दै हिँडिरहेछन्। के अरे यसलाई यो दिनु भनेर केटाहरू चाहिँ बाँड्दैछन् यहाँ। ल हामी प्रगति स्कुल अगाडि आइपुग्यौँ। 1 2 3 4 चटपटे खाना लाइन लाएर बसेका यहाँ 2 3 4 म पनि छु 5 सबै चटपटे खाने आशले बसेको छन् हैन। यहाँ उहाँ चाहिँ यो चाहियो भनेर देखाउँदै हुनुहुन्छ। तू समझा नहीं चाहिँ किन भन्दाखेरि चाहिँ हामीले त्यो पनि खाने गरेको छ। त्यही भएर माटो चाहिँ फेभरेट भएको भएर चाहिँ खुत्रुके हाम्रो चटपटे चाहिँ आइसक्यो। यहाँ कुर्सी राखेर अब हामी चटपटे खान लागेको छौँ। ट्राई गरौँ ल भन्ने चटपटे चाहिँ वाउ थियो है। कस्तो लाग्यो कस्तो लाग्यो कस्तो लाग्यो म रिभ्यू दिन्छु लासमा। चटपटे चाहिँ एकदम रोक दो। यो चाहिँ हाम्रो सेकेन्ड लटको चटपटे भयो। कस्तो लाग्यो हजुरलाई? चटपटे चाहिँ दामी थियो है। प्रगति स्कुल पसलको लोकेसन चाहिँ यहाँ प्रगति स्कुल छ। प्रगति स्कुलसँगै जोडेको स्टेसनरी छ। अनि यो किराना पसल चाहिँ हो है। यहाँ दामी चटपटे पानीपुरीहरू पाइन्छ। हामी 2 लट चटपटे र 1 लट पानीपुरी खाएको। दामी छ दामी। आउनु होला है सबैजना। हामी चाहिँ चिया पाक्न टाइम लाग्ने भएर त्यहाँ भिड भएर यहाँ प्रगति स्कुलको पछाडिपट्टिको बस्ने ठाउँमा यो प्रतीक्षालय जस्तो सानो एक्सप्लोर गर्दा हरायौँ। मैं कहाँ हूँ बहन? फ्याक्ट्रीको वडा कार्यालय नेरको चौर छ। हराएर नाच्दै हिँड्दा आऊ चाहिँ आन्टीहरूले हेरन रहा त्यहाँनिर उसलाई। यहाँ चाहिँ हाम्रो छाता हरायो। यो भाइहरूले लिएको भन्छ, कहिले लिएको छैन भन्छ। हामीले छाता हराएर कसरी घर जाने? मम्मीले घर जान्दिनुहुन्न गाइस। छाता हरायो। यिनीहरूले कति ल्याइदिन्छ। पानी पर्न आइसक्यो। यस्ता चुरी फुरी खाने। अब चाहिँ हाम्रो पालो चियाको छ। चिया कुर्दैछौँ। यहाँ पानी आयो। यहाँ ठ्याक्कै प्रगति स्कुलको अगाडिपट्टि यो ठाउँ चाहिँ अहिले हाम्रो एकदम फेभरेट भएको छ चियाको लागि। प्रायः हामी हप्तै पछि आउँछौँ है। यहाँ चाहिँ मिठो हुन्छ चिया। यहाँ चाहिँ पानी परेर हिँड्दै हामी चाहिँ वडा कार्यालयको बाटोबाट जाँदैछौँ। लु हामी हिँड्दै वडा कार्यालय आइपुग्यौँ। त्यस्तो पानीमा पनि दुई जना भएर हिँड्ने। यसरी तीनटा जना एउटा छातामा 2टा छातामा यसरी देख्नु भएको छ तपाईहरूले। बोक्ने चाहिँ एकजना मात्रै। हामी चाहिँ यसरी हिँड्दैछौँ। यहाँनिर 2टा छाताले 3 जना यसरी घर बनाएर हिँड्दैछौँ हामी। ल हामी फाइनली जङ्गलको बाटो सक्दै पानीमा रुच्दै यसरी हामी घर आइपुग्न आँटिसक्यौँ। जङ्गल कटेर उहाँ छन् 2 जना। अब हामी घर आइपुग्न लागि हजुरलाई यति नै। फेरि पनि हेर्दै गर्नु होला मेरो भ्लग चाहिँ। बाई बाई।